हेलो गाइस, दर्शन नमस्ते, वेलकम टु माई एनदर न्यू भिडियो। फर्स्ट अफ अल सबैलाई ह्याप्पी न्यू इयर मेरो तर्फबाट है। आज म आफ्टर लङ टाइम नयाँ भिडियो बनाउनु गइरहेछु। आज नयाँ वर्षको उपलक्ष्यमा यहाँ बुर्ज खलिफामा हुन गइरहेको यो जुन बम पटाका जुन छ होइन, त्यो पड्किने विषयमा यसो हल्का झल्को देखाइदिउँ भन्ने हिसाबले म तपाईँहरूलाई भिडियो बनाउँदैछु है। ल हेर्दै गरौँ है त यो भिडियो। सकिन्छ होइन, मान्छेहरूको भिड लड्को गइरहेछ। यो सबै भनेको न्यु इयरको अब जस रौनक हेर्नलाई गइरहेछ यहाँ बुर्ज खलिफातिर है। त्यही छेउमै बस्छौँ हामी पनि। हामीले त केही गाह्रो छैन, तर मान्छेहरू धेरै टाढा टाढाबाट आउँछ अरे। यहाँ नै त्यो दुस्तानी भन्ने पनि होइन, पुरै चेन्ज छ। लाइटिङ एकदम नभए त एउटा मात्रै कलरको बोल्थ्यो त्यहाँ, आज चाहिँ एकदम चेन्ज छ, रङ्गी बेरङ्गी एकदम। हराउँदैन यार, म यहाँ आउँदैछु म। अब भिड स्टार्ट भयो त नि, यहाँबाट भिड स्टार्ट भएको छ है। यति भिड छ कि यति भिड चाहिँ अब यहाँबाट कति टाइम लाग्छ थाहा छैन। अब यतै पड्किन्छ, अब के भन्छ क्र्याकरहरू अब के भन्छ अङ्ग्रेजी खै पनि होइन। फाइनल्ली बाटो पनि बन्द भइसकेको छ होइन, बाटो पनि बन्द भइसक्यो। अब मान्छेहरू त्यहाँ बाटोतिर पनि गएर यसो फोटो सुट गर्ने गर्छ। देखिमा होइन, पहिलोपटक दुबईको मेन हाइवेमा आइपुगेको छु है। आज चाहिँ एकदम बाटो पुरै जान्छ होइन, यस्तो छ। अब यस्तो पुरै बाटो जान्छ होइन। मान्छेहरू बाटोको बिचमा आएर अब कट अब भिडियो बनाउनलाई, भ्लग बनाउनलाई सबै एकदम रेडी, एकदम तत्पर छन् है। यहाँ भनौँ गर्ने कुराहरू देख्न पाइन्छ है। यहाँबाट भिडियो बनाउने ट्याक्क एङ्गल मिल्छ, देखिन्छ पनि मजाले। उता छ हाम्रो केटाहरू, उताबाट हेर्दैछ है। हाम्रो काकाजी पनि भिडियो बनाउनुहुन्छ यहाँ जट मेरै अगाडि है। स्टार्ट हुन आँटिसक्यो, अब काउन्टडाउन स्टार्ट हुँदैछ है। यहाँ काउन्टडाउन स्टार्ट भइरहेछ है। सक्नुहुन्छ यहाँ पहिलो पहिलो बत्तीहरू बलिरहेछ नि। क्र्याकर पड्किन स्टार्ट भइसक्यो है। तर यसले गाना बोल्दै खतरा अगाडि बस्छ। कसम भाइ हेर न, फोटो दिन्छु म, केही हुन्न कि हेर नि। साथी ओ साथी हेर नि।
हेर ल अब हेर ल खतरा आउँदा होइन लामो हुन्छ भरे त 2 मिनट हुनु आयो सक्यो र होइन लास्ट म फर्स्टमा आउँदाखेरि कति 9 मिनटको थियो अरे केही पनि आएन भरे त 2 मिनट मेरो फोटो खिचिदिनु ल एकछिन ल टाइमिङमा खिच्नु पऱ्यो टाइमिङमा टक्क जब राम्रो आउँछ नि जब राम्रो आउँछ नि तब खिच्नु पर्छ टाइम आफ्नो इच्छा हो क्या यो मोबाइल कमाएर अडिलाइले खिच्नु चाहिँ कस्तो सही आउँछ भिडियो यतिखेर खिच्नुपर्छ दुबईको अब बुर्ज खलिफामा न्यु इयरको सेलिब्रेसन यसरी हुँदो रहेछ यसरी पटेका पड्किँदो रहेछ है ओ भाइ साहब दामी दामी ओए राम 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 यस्तो टाइमिङमा फोटो खिच्नुपर्छ क्या दामी हुन्छ चरा हो ओहो दामी यार देखियो होइन दुबईको न्यु इयर ओए राम
न्यू ट्विस्ट अरे यसपालि त न्यू ट्विस्ट हो लाइटिङमा त ओ भाइ साहब के हो लाइटिङ त सात मिनट भइसकेछ होइन अब यसपालि कति मिनटको हेर्छ हेरौँ है त ओ भाइ साहब दामी दामी हामी उता भिल्लाबाट हेर्थ्यौँ पहिला पहिलो वर्ष त भिल्लाबाट हेर्दा बाण आयो बाण सक्यो फाइनल्ली 8 मिनट यसपालि चाहिँ अब न्यु इयरको होइन अब पटाका पड्काउने भनेको यहाँ 8 मिनटको थियो है हेरिसक्यो मान्छेहरू सबै फर्किन्छ यहाँ हेर्न सकिन्छ है सबै ह्याप्पी न्यु इयर भन्दै जाँदैछ सबै फर्किन्छ अब जानुपर्छ यताबाट उताबाट जानुपर्छ उताबाट गाइजहरू हेऱ्यो होइन त अब यसपालिको नयाँ वर्षको अब कस्तो अब भयो यहाँ दुबईमा हामी यहाँ शेख जादेको बाटोमा छौँ यहाँ मेन रोड हाइवे हो यो है ल है त अब जसले भिडियो हेर्नुभयो है धन्यवाद भन्न चाहन्छु ह्याप्पी न्यु इयर सबैलाई